तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो नेपालका भेडा जनताहरूले के बुझ्यो? केही बुझेको छैन। यो त दिमागमा अल्गोरिदम छ हैन, जो नयाँ त्यही प्यारो। यो नालायकले के गर्यो नि, यो नालायकले, यो ओलीदेव प्रचण्ड जस्तो निकम्माहरूले पनि नगरेको काम यो नालायकले के गर्यो भने नेपालको सिटिङ प्राइम मिनिस्टरले एक्सेप्ट गर्यो कि हामीले चाहिँ उल्टो उसको सीमा मिच्दा जाने। नालायक। हाम्रो पुरा नेपाल, आधी नेपाल हाम्रो मिच्या छ। सुगौली सन्धिबाट हाम्रो टिस्टा काँगडा, यो हाम्रो दार्जिलिङ, सिक्किम, उत्तर प्रदेश हैन, सबै हाम्रो इन्डियामा छ। त्यो कहीँ जिकर छैन। सिक्किम दार्जिलिङ फिर्ता गर, टिस्टा काँगडा फिर्ता गर। सुगौली सन्धि त अब एक्सपायर भइसक्यो, जमानामै हाम्रो फिर्ता गर्नुपर्छ। त्यो कहीँ भएको छैन। उसले उल्टो हामीले चाहिँ मिच्या छ भनेर एउटा त्यो डकुमेन्ट भयो क्या। अब एउटा त्यो उनीहरूले एउटा सिटिङ प्राइम मिनिस्टरबाट भनाउनकै लागि यो 2 करोडको ट्यापेलाई सडकबाट टिपेर मेयर है त रेडिमेड बक्सा गनाएर, कुनै इलेक्सन भएको थिएन मेयरको पनि यसको, अहिले यो सहकारी ठग देशद्रोहीहरूको घन्टेहरूको पार्टीमा पनि यसलाई लगाएर अनि 131वटा प्रत्यक्षबाट यो रेडिमेड बक्सा गनाएर यसलाई प्राइम मिनिस्टर बनाएको यतिको लागि हो है त। सिटिङ प्राइम मिनिस्टरले एक्सेप्ट गरिदियो हामीले चाहिँ उल्टो मिच्या छ भनेर। अब उसलाई भनेको त उसले त कहिले पनि एक्सेप्टै गर्दैन, कहिले गर्न पनि आउँदैन। बस यताबाट मात्र उसलाई एक्सेप्ट गराउनु थियो कि मिच्यो। अब यो सदाको लागि भोलि नेपालले मै जस्तो प्राइम मिनिस्टर पायो भने पनि अब यो टपिकै बन्द गराइदियो क्या। यार तिमीहरूले पनि गरेछ मिच्ने काम, अब यो टपिकै नबोल भन्दैछ। सदाको लागि बन्द गराइदियो यो टपिक यसले। भेडा जनताहरूलाई त अझै पनि होइन, नयाँलाई हेरौँ अझै पनि। यो त अलिक चाँडो भयो नि। एउटै डाइलग सुन्दैछु म, एउटै डाइलग यो 46 सालदेखिको होइन। जब इन्डियाले आफ्नो नयाँ कार्यन्दार ल्याउँछ 2-4 वर्ष हेरौँ न त होइन। भेडाहरूले भने त्यो अलिकति पढेको लेखेको भेडाहरू छ भने अहिले अलि टु अर्ली टु जज होइन, अलि हतार गरिन हाल्नु, 2-3 वर्ष कुरौँ। भेडा त भेडै आखिर तिमीहरू होइन, पढे लेखेको भयो भने पुरै घमार भयो भने एउटै शब्द तिमीहरूकै आउने हो। तर